देशको किर्ना भन्नुहुन्छ कि देशको धमिरा भन्नुहुन्छ, देशलाई चुस्ने जुम्रा भन्नुहुन्छ कि जब जब एमालेको अनेक तिगडम गरेर सरकार बन्थ्यो, अर्थमन्त्रीमा फिक्स यिनै पौडेल हुन्थे, विष्णु पौडेल। विष्णु पौडेल अर्थमन्त्री किन हुने रहेछन् भन्ने कुरा खुल्दै गएको छ। विष्णु पौडेलको नाममा चाहिँ यति धेरै प्रमाणहरू सङ्कलन गरिसकेको छ कि सम्पत्ति शुद्धिकरण विभागले यो अब छानबिन गर्दै गर्दा कति बढ्ने हो त्यसको कुनै सीमा रेखा नै छैन। श्रीराम टोब्याकोमा मात्रै 30 करोड बराबरको सेयर प्राप्त गरेका रहेछन्। एकै ठाउँबाट 30 करोड प्रगति, यति धेरै प्रगति हुन्छ भने को चाहिँ राजनीतिमा लाग्दैन त। अब दीपक भट्टसँग जोडिएको कुराहरूमा हेर्नुहोस्, यहाँ समाचारमा दीपक भट्टकै लागि सुपारी आयातमा सहजीकरण गरिदिएका रहेछन्। हिमालयन्स रि इन्सुरेन्सको सेयर सहुलियतमा उपलब्ध गराएको, 7 वटा लघु वित्तको सेयर दिलाएको। सानो तिनो छ यिनीहरूको। जनकपुर चुरोट कारखानाको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढाएको। यो सरकारीबाट प्राइभेटमा यिनीहरूले सार्नलाई कतिसम्म गरेका थिए भन्ने कुराहरू विश्वप्रकाश शर्माले त हामीले बेचेर राम्रो गर्यौं भनिसकेका छन्। यहाँ तथ्यहरू प्रमाणहरू खुल्दै आएका छन्। यसरी यी धमिराहरू, यी किर्नाहरूले देशलाई चुसेर सकेका छन्। यस्ता किर्नाहरू छानबिन गर्दै जाँदा हेर्नुहोस्, एमाले काङ्ग्रेस माओवादी सकिएन छ भने अनि कुरा गरौँला।